हेलो साथीहरु, नमस्कार। सन्चै हुनुहुन्छ? आई होप सन्चै हुनुहुन्छ होला। मेरो छोटो मिठो भ्लगमा हजुरहरूलाई स्वागत छ। आज बिहानै चाहिँ सब्जीवाला आन्टी आउनु भएको छ। मैले चाहिँ करेला र कचु राखे साथीहरु र म चाहिँ अब हतार हतार गएर किचनतिर लागे। अनि अब नानीहरूलाई ढिलो हुन्छ नि त, स्कुल पठाउनु पर्यो। आज चाहिँ म बनाउन लागेको छु कचुको दाल। म चाहिँ यसरी नै बनाउँछु साथीहरु। हजुरहरू कसरी बनाउनुहुन्छ कमेन्ट बक्समा लेख्नु होला। आजभोलि चाहिँ मलाई निकै नै भ्लग बनाउन मन पर्छ साथीहरु। हजुरहरूले दिनुभएको मायाले होला। यहाँ चाहिँ मेरो बाबु होमवर्क गर्दैछ अनि यता चाहिँ मेरो दिदीले भिनाजुको डाइपर चेन्ज गर्नुभयो। यो चाहिँ साथीहरु बेलचानको पात हो साथीहरु। कचु चाहिँ कोक्याउँछ नि त साथीहरु, त्यसैले यसलाई अमिलो पार्दा चाहिँ कोक्याउँदैन भनिन्छ त्यसैले। अनि यता चाहिँ मेरो बाबुले चाहिँ कहिलेदेखि काँडा बिज्याएको रहेछ खुट्टामा। अनि यता चाहिँ मेरो बाबुले चाहिँ सानो बाबुलाई कपडा लगाइदिँदैछ। अनि म भ्याइन भने चाहिँ उसैले हो नि त लगाउने। त्यसै धेरै नै ढिलो भइसकेको थियो साथीहरु। अनि यता चाहिँ मेरो दिदीले भिनाजुलाई खाना खुवाइदिँदै हुनुहुन्छ। भिनाजु बिरामी हुनुहुन्छ नि त त्यसैले। अनि यता चाहिँ म मेरो बाबुलाई छिटो छिटो खाना खुवाउँदैछु। अब स्कुल जाने टाइम भइसक्यो। आजको मिनी भ्लग यति नै साथीहरु। भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। लभ यु सो मच।